हेलो गाइज गुड मर्निङ आज चाहिँ म बिहानै एक्सर्साइज गर्नतिर लागेँ र एक्सर्साइज गर्न पनि गएँ बिहानै उठेर निन्द्राकै तालमा थिएँ हल्का मुखसुख धोएर अनि आएर ब्रेकफास्ट खानिहालेँ किनकि मेरो आज एक्जाम पनि थियो र ब्रेकफास्ट गरेर म चाहिँ एक्जाम दिन बाहिर निस्किएँ र आज चाहिँ मैले बाइक निकालिनँ किनभने बाटो चाहिँ एकदमै ब्ल्याक आइस थियो एकदमै अनि मैले चाहिँ आज गाडीमा जाने सुरु गरेँ र गाडी बस स्टेसनतिर लागेँ र बस पनि चढेँ बस चढेर चाहिँ बाटो देख्न सक्नुहुन्छ म हल्का बाटो देखाइदिन्छु हजुरहरूलाई कस्तो थियो भनेर यस्तो थियो बाटो चाहिँ पुरै हिलो ब्ल्याक आइस टाइपको बाइक चाहिँ अगाडि कुद्नै मान्दैन थियो जति बटारे पनि टायर घुमे गर्थ्यो त्यसैले मैले चाहिँ बसमै जाने प्लान गरेको थिएँ अनि यो चाहिँ देख्न सक्नुहुन्छ घन्टाघर म चाहिँ घन्टाघर भन्छु र फाइनली म युनिभर्सिटी पनि पुगेँ हाम्रो युनिभर्सिटी चाहिँ एकदमै ठुलो छ एकदमै लास्टै ठुलो छ अब मैले क्यामेरामा क्याप्चर फुल गर्छु भन्न नि सक्दिनँ किनकि यति ठुलो छ कि अब बसमै जाँदा पनि हेर्नु है मैले यहाँ हल्का क्याप्चर त गरेको छु तर पनि भ्याउटैन हेर्नु है साथीहरू भ्याउटैन मेरो क्यामेराले अनि मेरो चाहिँ आज एक्जाम थियो र मैले एक्जामको चाहिँ अब भिडियो लिन मिल्दैन अब युनिभर्सिटी आइपुगेर म चाहिँ बाहिर निस्केँ र एक्जाम दिन लागेँ र एक्जाम दिएर सिधै बाहिर निस्केपछि सिधै फिल्म गर्न थालेँ भ्लग बनाउन थालेँ र साथीहरू हामी तिनजना पास भयौँ हाम्रो एक्जामको रिजल्ट चाहिँ आइहाल्छ र के गर्ने आज जबमा गइएको थियो जबमा चाहिँ अब बाटो यस्तो छ अनि त्यहाँदेखि के गर्ने भनेर हामीले चाहिँ मोमो खाने प्लान बनायौँ र सबैजना मार्केटतिर गयौँ अनि मार्केटमा सबै सामानहरू लिएर हामी मोमो बनाउनतिर लाग्यौँ कसमै र मोमोहरू पनि खिमाहरू सबै रेडी गरेर पिटो मुसेर हामी चाहिँ क्रिपिस गर्न थाल्यौँ क्रिपिस भनेको चाहिँ फिनल्यान्डमा चियर्स हो गाइड्स फिनिस ल्याङ्ग्वेजमा चियर्स हो अनि सबैजना टक्क लगाएर मोमोसम्म बनाएर त्यहीँ बनाउने भन्ने सोच भयो र हामी क्लब रुममा आयौँ पिठोहरू मोलेर अनि मोमोहरू सबै थोक रेडी गरेर चाहिँ अचारको पार्ट चाहिँ जहिले पनि मलाई दिन्छन् केटाहरूले किनकि अब मैले अलिकति राम्रो मिठो अचार बनाउने जहिले पनि ग्रुपमा अनि अचार बनाएर हामीले केक पनि ल्याएको थियौँ डेजर्टको लागि भनेर पेस्ट्रीहरू अनि पेस्ट्रीहरू सबैजनाले मिलेर हल्का खायौँ अनि मोमो खान फाइनली मोमो पनि रेडी भयो अनि सबैजना मोमो खानतिर लागे सुरुप गर्दै सबैजना मैले बनाएको झोलसँग र आजको दिन चाहिँ हाम्रो यस्तै नै इन्ड भयो अनि लास्टमा चाहिँ हामी सबैको बाइकको सिन्थोमेटिक बनाऊँ न भनेर अनि सिन्थोमेटिक बनाएको थियौँ सबैजनाले र मेरो दिन चाहिँ आज यत्तिकै इन्ड भयो गाइज होप यु गाइज लभ माई भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब